पूर्व शिक्षा मन्त्री विद्या भट्टराईजीले राजीनामा दिनुभयो। अहिले चाहिँ फेरि रघुजी पन्त एकदमै पपुलर नेता भनौँ न, उहाँ विभिन्न समयमा विवादमा आइरहनुहुन्थ्यो। उहाँ शिक्षा मन्त्री आज मात्रै शपथ लिनुभएको छ, तर उहाँको योग्यतामा पनि प्रश्न चिन्ह उब्जिएको छ क्या। एसएलसी मात्रै पास गर्नेले र कतिले चाहिँ 8 कक्षा मात्रै भनिरहनु भएको छ। अनि शिक्षा मन्त्री उहाँले सक्नु होला त, एमफिल गरेको मान्छेले त ह्यान्डल गर्न सकेन भने यो 8 पासले सक्छ भन्ने कुरा तपाईँको आयो होला होइन। कुरा यस्तो हो, उनले कति पढे के पढेसँग सरकारको विषय होइन कि उनलाई किन ल्याइयो भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हो नि त। कुरा बुझ्नु भएन। जस्तो कान्छा तामाङलाई 20 करोडको डिल भनेर चाहिँ त्यो आरोप लगाएन है मैले। महेश बस्नेत जतिको चाहिँ नेताले भनेपछि हामीले पत्याइदिनु पऱ्यो नि त। त्यो त सिङ्गो चाहिँ तपाईँको सरकारको बदनाम हो नि त। अर्बौँको घोटाला चाहिँ गर्नुपर्ने ठाउँमा 20 करोड भनेपछि बेइज्जत भयो। त्यसो भए उनीहरूले बर्खास्तीमा परे जस्तै रघु पन्तले ठुलो पुरस्कार पाए कि यो 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 प्रकरणमा तपाईँहरूले कतिको बुझ्नु भएको छ? उहाँ डिजर्भ यो उहाँलाई त्यो योग्यता छ उहाँको? होइन, योग्यता त थियो नि त, त्यही भएर पुरस्कार पाए कि मन्त्रीको। पार्टीको रूपमा होला तर होइन होइन अर्कै छ। पार्टी साटी छोडिदिनु न। पार्टी त इज्जोर पार्टी, भत्किया पार्टी, गोलबेडा पार्टी, आलु पार्टी, टमाटर पार्टी, भेड्डा पार्टी, आरो टमाटर। यिनले किन पुरस्कार पाए मन्त्रीको भन्ने कुरो चाहिँ तपाईँहरूले बुझ्नु नै भएन। भित्री कुरो के हो त? भित्री कुरो यो देशमा जसले चाहिँ नि राजा राज संस्था धर्मको चाहिँ नि कटु आलोचना गर्छ नि, हो त्यो नरपिशाचले चाहिँ महत्त्वपूर्ण चाहिँ पद पाउँछ।